जीमेल अकाउन्ट कसरी बनाउने साथीहरु आजको यस भिडियोमा म तपाईलाई जीमेल आईडी बनाउने तरिका सिकाउने छु। फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब च्यानल सबै बनाउँदाखेरि हामीलाई जीमेल अकाउन्ट नै चाहिन्छ। जीमेल आईडी भन्नु पनि इमेल आईडी भन्नु पनि गुगल आईडी भन्नु पनि सबै एउटै नै हुन्। सो साथीहरु आजको यस भिडियोमा म तपाईलाई फ्रेश न्यू जीमेल अकाउन्ट बनाउने तरिका सिकाउने छु। कृपया भिडियोलाई चाहिँ स्किप नगरेर हेर्नु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला। साथीहरु जीमेल अकाउन्ट बनाउँदाखेरि एट फर्स्ट तपाईले आफ्नो जीमेल एपमा जानु होला। यदि तपाईले आफ्नो मोबाइल फोनमा जीमेल अकाउन्ट बनाउनु भएको छैन भने यस्तो खालको इन्टरफेस देखाउँछ र तपाईले यो प्लसमा जानु होला। यदि अलरेडी बनाउनु भएको छ भने यहाँ माथि देख्न सक्नुहुन्छ तपाईले यस्तो खालको इन्टरफेस देखाउँछ र यहाँ आफ्नो लोगोमा क्लिक गर्नु होला र तपाईका जति पनि जीमेल अकाउन्ट छन् यहाँ सो गर्छ। अनि त्यसपछि तपाईले यहाँ तलपट्टि देख्न सक्नुहुन्छ यहाँनिर एड अनदर अकाउन्ट भनेको छ, यसमा क्लिक गर्नु होला। साथीहरु त्यसपछि गुगलमा जानु होला र आफ्नो मोबाइल फोनमा जुन लक लगाउनु भएको छ त्यसलाई दिनु होला। फेरि यस्तो खालको इन्टरफेस खुलेर आउँछ र तपाईले यहाँनिर देख्न सक्नुहुन्छ यहाँ तलपट्टि क्रिएट अकाउन्ट भनेको छ, यसमा क्लिक गर्नुहोस्। त्यसपछि फर माई पर्सनल युज यसमा क्लिक गर्नुहोस् फर्स्ट नम्बरमा र यहाँबाट तपाईले आफ्नो नाम दिनुहोस्। मैले आफ्नो फर्स्ट नाम र सरनाम राखेर नेक्स्ट गर्दिए। साथीहरु त्यसपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ इयरमा आफ्नो जन्मेको साल राख्नु होला र मन्थ दिनु होला अनि डेट दिनु होला, कति दिनमा जन्मिनु भएको त्यो कति जन्मिनु भएको त्यो दिनु होला र यहाँ जेन्डरबाट तपाईले आफ्नो जेन्डर सिलेक्ट गर्नुपर्ने हुन्छ। म तपाईले इयर लगाउँछु हैन, आफ्नो इयर दिनु होला 2003 अनि त्यसपछि मन्थ सिलेक्ट गर्नु होला, गते कति हो त्यो गते तारिख सिलेक्ट गर्नु होला र यहाँबाट जेन्डरमा गएर आफू के हो पुरुष हो भने मेल गर्नु होला, महिला हो भने फिमेल गर्नु होला। अनि त्यसपछि यहाँ तलपट्टि देख्न सक्नुहुन्छ तपाईले यहाँनिर नेक्स्ट यो नेक्स्ट गरिदिनुहोस्। साथीहरु तपाईको यस्तो खालको इन्टरफेस खुलेर आउँछ हैन, तपाईको यहाँनिर जीमेल पनि बनेर आउँछ हैन, अथवा जीमेल बनेर आएन भने तपाईले आफ्नो जीमेल बनाउनु पर्ने हुन्छ। यहाँबाट तपाईले आफ्नो नामको राख्दा भयो, अरु राख्दा पनि भयो हैन। तपाईले आफ्नो जीमेल दिनु होला, अंक दिनु होला हैन, अंक दियो भने ठ्याक्कै तपाईको बन्छ हैन जीमेल अकाउन्ट। त्यसपछि तपाईले यहाँनिर देख्न सक्नुहुन्छ @जीमेल अकाउन्ट अलरेडी नै छ हैन। सो हामीले नेक्स्ट गर्दियौं। साथीहरु अब हामीले यहाँबाट पासवर्ड दिनुपर्ने हुन्छ। पासवर्डमा चाहिँ यहाँ लेखेको छ, के लेखेको छ भने क्रिएट अ स्ट्रङ पासवर्ड विथ अ मिक्सचर अफ लेटर नम्बर एन्ड सिम्बल भनेको छ। तपाईले लेटर दिनु होला, जस्तै मैले आफ्नो नाम दिन्छु लेटर दिनु होला, त्यसपछि नम्बर राख्नु होला हैन, जुनसुकै पनि नम्बर राख्दा भयो। अनि त्यसपछि @.com% जे पनि दिँदाखेरि तपाईको स्ट्रङ पासवर्ड भन्छ। सो म तपाईलाई एकचोटी देखाउँछु हैन, यहाँबाट पासवर्ड कसरी बनाउने भनेर दिनेश मैले यसरी नम्बर राखिदिएँ अनि @% फेरि तपाईले अंक दिँदा भयो हैन, डट यसरी दिनु होला र तपाईको स्ट्रङ पासवर्ड बन्छ। यसरी पासवर्ड बनाउनु होला। सो म चाहिने पासवर्ड अर्को राख्छु हैन, यो पासवर्ड तपाईलाई सो भयो। साथीहरु अब नेक्स्ट गर्दियौं हैन र साथीहरु फेरि तपाईले यहाँ तल देख्न सक्नुहुन्छ नेक्स्ट, फेरि नेक्स्ट गरिदिनुहोस्। साथीहरु तपाईको यस्तो खालको इन्टरफेस खुलेर आउँछ र यसलाई माथि गर्नु होला र तलपट्टि देख्न सक्नुहुन्छ तपाईले यहाँनिर आई एग्री रहेको छ, यसमा आई एग्री गरिदिनुहोस्। सो यति गरिदिसकेपछि हाम्रो जीमेल अकाउन्ट बनिसकेको छ। यसलाई एकचोटी रिफ्रेश गर्नुहोस् र यहाँ माथिपट्टि आफ्नो लोगोमा जानुहोस् फेरि र तपाईले अहिले भर्खरै बनाएको जीमेल अकाउन्टलाई चाहिँ यहाँ तल मुनिपट्टि देखाउँछ हैन, तपाईले यहाँनिर देख्न सक्नुहुन्छ यो अकाउन्ट रहेको छ यहाँनिर, यसमा चाहिँ म क्लिक गर्छु र यसलाई स्विच गर्छु। देख्न सक्नुहुन्छ साथीहरु मेरो यो जीमेल अकाउन्ट खुलिसकेको छ। अब तपाईले यसबाट युट्युब च्यानल खोल्न सक्नुहुन्छ, फेसबुक आईडी बनाउन सक्नुहुन्छ, टिकटक आईडी बनाउन सक्नुहुन्छ, यसलाई तपाईले प्ले स्टोरमा लगाउन सक्नुहुन्छ। सो साथीहरु भिडियो मन परे लाइक गर्नु होला, शेयर गर्नु होला, च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर राख्नु होला।